So hello everyone, welcome back to Niriya's mom को च्यानलमा। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म नि एकदम फिट एन्ड फाइन छु भनौं अहिले हाल फिलहाल। अब यहाँ के भन्ने, आज सन्डे, म चाहिँ आज मेरो यो आजको दिन भोर 7 बजे सुरु गर्दै छु आज, किनकि आज मेरो छुट्टी हो। अनि प्लस आज हामी जान लागेको छौं मेरो गर्ल्स ग्याङसँग हिउँ खेल्न। टुरर्स जान लागेको छु साइप्रस आएर। यस्तै हो, 2 दिनको जिन्दगानीमा रमाइलो गर्नुपर्ने हुन्छ र त्यही रमाइलो गर्न जानु लागेको छु म आज। र म खासमा हाम्रो चाहिँ ट्याक्सीले 8 बजे रेडी हुनु भइसक्नुपर्छ भनेछ, तर म रेडी भएको छुइनँ गाइज। म भर्खर 7 बजे उठ्दैछु। अब त्यही कारणले छिटो छिटो म रेडी भएर जानुपर्ने हुन्छ, किनकि ट्याक्सीले मलाई अघि कल गरिसकेको छ 8 बजे रेडी भइसक है तिमीहरू भनेर। सो अब म छिटो छिटो मुख पनि धोएको छैन क्या अब म उठिसकिसकेँ। अब म जान्छु, फ्रेस हुन्छु, लुगा लाउँछु अनि म भेट्छु है त सबैजना मेरो केटी ग्याङहरुसँग भेटेपछि। ओके, हामी चाहिँ अहिले आइसकिसक्यौँ टुरर्स। यहाँ चाहिँ हाम्रो केटीहरू अनि हामीले होइन के एक्सपेक्ट गरेको थियौँ होइन, रियालिटी चाहिँ के भयो होइन। रियालिटी कालो हिउँ हामी हिउँ खेल्नु आएको होइन। हिउँको त मा बहिन दही चिउरा सबै भइसक्यो अरे। अनि अब हामी चाहिँ यहाँनिर केबल कार चढेर माथि हिउँ चढेर होइन माथि जान लागेको छौँ। हेरौँ कस्तो छ। सोचे जस्तो हुँदैन जिन्दगीमा भने त हो रहेछ होइन। सायद हामी पनौती भएर होला। कस्तो लागिरहेछ तर हामीले सोचेको थियौँ योभन्दा चाहिँ अलिकति धेरै थाहा खुर्र झरेको त छैन, तर योभन्दा अलिक धेरै होला हामीले सोच्यौँ, तर रहेन रहेछ। तर अब हामी जाँदैछौँ माथि। र फाइनली हामी चाहिँ चढिसक्यौँ यहाँनिर होइन। अनि हाम्रो केटीहरू चाहिँ पछाडि चढ्दैछ। हामी चाहिँ अब जाँदैछौँ केबल कारमा। हामी चाहिँ अब अलिक माथि टपमा आइपुग्यौँ होइन। अनि घाम पनि निस्क्यो क्या सिरियसली होइन, यस्तो दामी घाम निस्क्यो यहाँनिर छौँ। अनि यहाँनिर चाहिँ हिउँ खेल्नेहरूको भिडभाड यस्तै राउदैछ। हामी माथि आइपुग्यौँ। यहाँ बहिनी बनाउँदैछ भिडियो, सो आई एम मेकिङ भ्लग। यहाँ आइपुगेर केबल कार पनि चढियो साइप्रसमा आएर। कस्तो भइरहेछ? एकदम फिलिङ गुड, वाउ सो ब्युटिफुल। सो एभ्रिवान होइन, सबैजनाको यहाँनिर भएको छ नि, सबैजनाको हातमा मोबाइल छ क्या। सबैजनाले भिडियो क्यामेरा अन गरिरहेछ। अनि थाहा छैन उयो भाइलाई चाहिँ के भइरहेछ, त्यहाँनिर मुनि एक्लै बसिरहेछ होइन। यहाँ कराउनेहरू कराइरहेछ, भिडियो बनाउनेहरू बनाइरहेछ। यहाँ चाहिँ भक्कु हिउँ खेल्दैछ होइन गाइजहरू। ऊ अरू त मास्तिर गइरहेछ। मलाई चाहिँ यहाँनिर के गर्नु मन लागेको भने, मैले भिडियोमा देखाएको थिएँ त यस्तो स्केटिङ जस्तै, तर यस्तोमा बसेर सर जाने थियो क्या, त्यो गर्नु मन लागेको छ होइन मलाई चाहिँ। यहाँनिर पो हिउँ धेरै रहेछ त बहिनी, यहाँनिर अहिले भएर त्यहाँबाट चढेर आएर। कस्तो भयो केटी हो तिमीहरूको एक्सपिरियन्स? लास्ट घटिया एक्सपिरियन्स हो मेरो लागि चाहिँ है, अरूको लागि थाहा भएन। क्यामेरा नतेर्साउनु खासमा होइन, हामीले चाहिँ त्यहाँनिर ओर्लिनु पाउँछ भनेको थियो नि त। अनि स्टप गर्नु नमिलेर ओर्लिनु नमिल्ने रहेछ। त्यही कारणले फेरि जहाँबाट आएको थियौँ फेरि त्यहीँबाट फर्किँदैछौँ क्या हामी। पुगिसक्थ्यो मात्र होइन, खाइ नि सक्थ्यो कि। तिमीहरू त हो नि उयो नगर्ने, हिँड्नु नमान्ने, मेन हिँड्नु नमान्ने। सबै गर्नुपर्छ। फाइनली हामी चाहिँ होइन हाम्रो खानु पनि सकियो। यिनीहरू के भएको यो बोले भएन, म लडिसकेँ। यिनीहरू होइन पुरा हिउँ खेल्दैछ। अनि अब हाम्रो चाहिँ पालो सक्यो, माथि जानुपर्ने हुन्छ। माथि चाहिँ हाम्रो आधी ग्रुप माथि नै छ, त्यही कारण अब हामी जाँदैछौँ माथि। सो वी आर गोइङ अप। बाटो छ यस्तो यहाँनिर होइन।